फाइनल्ली नेपालको नाम उच्च भएको छ। रविन्द्र ढाँटले फेरि एकपटक नेपालको नाम उच्च बनाएका छन्। उनले आफ्नो प्रतिद्वन्द्वीलाई मुक्काले प्रहार गरेर उनको नाजुक अवस्था बनाएर उनी 1 नम्बरमा छानिएका छन्। हेर्नुहोस्, नेपालमा प्रतिभा, कला, सिर्जना र खेलमा चाहिँ कमी भएको चाहिँ होइन है। हेर्नुहोस्, नेपाल यस्तो ट्रेजिक अवस्थामा छ, डिजास्टरले होइन, जनताहरू यस्तो शोकमग्न अवस्थामा छन्। तर नेपालकै एउटा मान्छेले हेर्नुहोस् नेपालको नाम उच्च बनाएको छ। नेपालीहरू दुखित थिए, केही हदसम्म भए पनि नेपालीहरूलाई एकचोटि खुसी हुने मौका प्रदान गरेको छ। हेर्नुहोस्, नेपालीहरू यति सृजनशील, यति प्रतिभाशाली र यति होइन, उनीहरू चाहिँ प्रतिद्वन्दी छन् कि गोर्खाली भन्ने चाहिँ नामै काफी छ क्या। हेर्नुहोस्, रविन्द्र ढाँटले पहिलो मुक्का हान्दाखेरि मलाई लागिसकेको थियो यो मान्छेले केही न केही गर्छ। हेर्नुहोस्, त्यो एउटा मणिपुरको मान्छेलाई चाहिँ म यो फुच्चेलाई त म ढाल्छु भन्दै थियो, उसको पनि मुख बिगारेर छोड्यो क्या। त्यस्तो मुक्का प्रहार गर्यो। आज पनि हेर्नुहोस्, सुरुमा त त्यो प्रतिद्वन्द्वीले, रविन्द्र ढाँटको प्रतिद्वन्द्वीले खत्रै गरे हो, एकैछिनको लागि भए पनि जनताहरू चाहिँ चसक्क मुटुमा भएको थियो। हेर्नुहोस्, पछि जब रविन्द्र ढाँटले आफ्नो जुन पावर हुन्छ नि त्यो देखायो नि, तब चाहिँ चकित पारे है। ल, बधाई छ रविन्द्र ढाँटलाई। यसरी नै नेपालको नाम उच्च बनाउँदै जाउँ सबै नेपालीहरूले। जे जहाँबाट सकिन्छ नेपाललाई, नेपालको शिर उच्च बनाउन मद्दत गरौँ है त।